जनताको भोटको ठेक्का लिने काम चाहिँ हामी सिक्दैनौँ, त्यसमा चाहिँ हामी खबरदारी गर्न चाहन्छौँ। जनताको भोटको ठेक्का लिने प्रयत्न गरिरहेका छन्, तिनलाई खबरदारी गर्नुपर्ने दिन आएको छ। अब बदलिने बेला आएको छ, अब बदल्ने बेला आएको छ। त्यसको परिवर्तनको साक्षी तपाईहरु हुनुपर्छ। बीपी कोइरालाको राजनीतिक जीवनबाट प्रभावित भएको मान्छे म पनि हुँ। मदन भण्डारीको जीवनबाट प्रभावित भएको मान्छे म पनि हुँ। रूपचन्द्र बिष्टको राजनीतिक यात्राबाट प्रभावित भएको मान्छे म पनि हुँ। यो देशमा विगतका हाम्रा दिग्गज राजनीतिज्ञहरूबाट सिक्नुपर्ने कुराहरू धेरै छ, तर यसरी जनताको भोटको ठेक्का लिने काम चाहिँ हामी सिक्दैनौँ, त्यसमा चाहिँ हामी खबरदारी गर्न चाहन्छौँ। त्यसकारणले म आग्रह गर्न चाहन्छु यहाँहरूलाई, अहिले कताकति सुनिन्छ सके यसमा भोट हाल, नसके उसमा भोट हाल। राष्ट्रिय राजनीतिमा देश बनाउँछु भनेर गएकाहरूले, त्यो ठेक्का लिएकाहरूले देश नबनाएका कारणले आज जनताको भोटको ठेक्का लिने प्रयत्न गरिरहेका छन्, तिनलाई खबरदारी गर्नुपर्ने दिन आएको छ। म यहाँलाई आग्रह गर्न चाहन्छु, यो देशमा यदि सबै कुरा ठिकठाक भइदिरहेको छ भने मैले धेरै थोक भनिरहनु परेन, तिनै कुराहरूलाई राम्रो छ भनेर मैले पनि हिँड्दौँला। तर यदि यो देशमा केही कुरा ठिक भइरहेको छैन भने अब बदलिने बेला आएको छ, अब बदल्ने बेला आएको छ। त्यसको परिवर्तनको साक्षी तपाईहरु हुनुपर्छ। अब यो पटक पनि हामीले बदलेनौँ भनेदेखि भविष्यमा कहिले पनि हामीले बदल्न सक्ने छैनौँ, किनभने यो देशमा अहिले परिवर्तनको जुन लहर चलेको छ, हाम्रा बेचिएका युवाहरू, विदेश धकिलिएका युवाहरू आज विदेशमा बसेर पनि देश परिवर्तन हुनुपर्छ भनेर आवाज उठाइरहनु भएको छ। हिजोका दिनमा हाम्रा युवाहरूले रोजगारी माग्नु भयो, यो देशमा